बोट छ थाहा छ हजुरलाई? त्यो आलु पखडा हो? आलु पखडा। आलु पखडाको रुखमा गुलाबको फुल फुल्यो। ल हेर्छु यो बाटोमा हामी आउँदा आउँदा यस्तो हामी भिडियो बनाउनुतर्फ लागेको थियौँ। यहाँ हेर्छ न आलु पखडाको बोटमा यस्तो राम्रो फुल फुलेको रहेछ। अनि सानो चुटुक्क परेको चट्ट परेको हाम्रो नेपाली घर। हाम्रो नेपालीहरूको पहिला पहिला अब सबैको घर यस्तै घर त हुन्थेन होइन? अहिले पो भूकम्पले सबैको घर पुराना घरहरू सबै भत्काएर नयाँ नयाँ घर बनाउनु पर्ने बाध्यता भयो र यस्तो पुरानो घरहरू देख्नै पाइँदैन कि है। अनि देख्दा एकदमै मन खुसी लाग्छ कि आनन्द लाग्छ, रमाइलो। देउरालीमा बता चलू, देउरालीमा बता चलू, बता चलू, बता चलू, बता चलू, देउरालीमा बता चलू, देउरालीमा बता चलू, बता चलू, बता चलू, बता चलू, देउरा